अभाव, प्रभाव र दबावको बावजुद हरेक विषम परिस्थितिलाई यो संगठनले दृढतापूर्वक सामना गर्दै राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक गहन गरिआएको छ। आम नागरिक र राज्यले सामना गरेका हरेक विषम परिस्थितिमा निस्वार्थ भावसहित खटी पेशागत कर्तव्यपरायणताका साथ प्रभावकारी कार्य सम्पादन गरेकोमा नेपाल प्रहरीका सकल दर्जाका कर्मचारीहरूलाई म विशेष धन्यवाद पनि दिन चाहन्छु। मुलुकको समृद्धि, समुन्नति र सुशासनको आधार स्तम्भ नै सुदृढ आन्तरिक सुरक्षा हो। यसैका जगमा कानुनी शासन, मानवाधिकारको संरक्षण र सम्वर्धन तथा तमाम अन्य विकासका आधारहरू निर्माण हुने गर्दछन्। मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोको रूपमा रहेको नेपाल प्रहरीको भूमिका सशक्तिकरण र कर्तव्यबोधले मात्रै मुलुकको समृद्धि, कानुनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सक्नेछौँ भन्नेमा विश्वस्त रहेको छु। प्रहरीप्रति जनताको अपेक्षाको बढोत्तरीसँगै हर चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी नै आजको आवश्यकता हो। यो आवश्यकता पूर्तिको लागि परम्परागत पद्धतिलाई अक्षुण्ण राख्दै प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नु पर्दछ। वर्तमान विश्वमा भएका नवीनतम आविष्कारहरू, प्रविधिमा देखिएको द्रुत विकास र यसको बढ्दो प्रयोगले नयाँ प्रकृतिका अपराधहरू मौलाएका छन्, जसले गर्दा अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको छ। त्यसैले अपराधका खिलाफ तयारी बढाउँदै वर्तमान र भविष्यमा हुन सक्ने चुनौती र अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने हिसाबले नेपाल प्रहरी हरदम तयार हुनुपर्ने देखिन्छ। नेपाल प्रहरीलाई साधन स्रोतले सुसज्जित बनाई देश र नागरिक सुरक्षा सुदृढ बनाउनु गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको यहाँहरूलाई विदित नै छ। समाजका हरेक घटनामा प्रहरीले नै फर्स्ट रेस्पोन्डरको रूपमा काम गर्ने र कानुन कार्यान्वयनमा प्रहरी नै अग्रपङ्क्तिमा रहने कारणले प्रहरीको काम कारबाहीको सम्बन्धमा मात्रै नभई सरकारप्रतिको धारणा र सोको प्रतिक्रियामा समेत प्रहरी निशानामा पर्ने गर्दछ। यही भाद्र 23 र 24 गतेको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिबिम्ब हो, जसमा नेपाल प्रहरीका होनहार 3 जना प्रहरी कर्मचारीले जीवन उत्सर्ग गर्नुभएको छ। साथै प्रहरीका सांगठनिकदेखि व्यक्तिगत सामानहरू पनि लुटपाट र आगजनी भएका छन्। त्यसै त अभाव, झन् त्यसमा पनि यस किसिमको क्षतिले केवल नेपाल प्रहरीलाई मात्रै होइन, आम नागरिक जीवनमा समेत प्रभाव पारेको छ। न्यून साधन स्रोतबाट कार्य सम्पादन गर्दै आइरहेको नेपाल प्रहरीलाई यस आन्दोलनले निकै ठुलो क्षति पुर्याएको छ। आगामी फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचनलाई गराउनु पर्ने दायित्व पनि छ। शान्ति सुरक्षाको लागि महत्त्वपूर्ण जिम्मेवारी लिएको नेपाल प्रहरी संगठनलाई पर्याप्त स्रोत साधन उपलब्ध नभएमा कार्य सम्पादन प्रभावित हुनेमा गृह मन्त्रालय र वर्तमान सरकार सचेत रहेको छ। यसर्थ प्रहरीलाई साधन स्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्नेछ र नेपाल सरकारले यसका लागि तत्काल आवश्यक कदम अगाडि बढाउनेछ भन्ने विश्वास समेत दिलाउन चाहन्छु।